ॐ श्री गणेशाय गुरुर्विष्णु गुरुर्देवो महेश्वरा गुरुर्साक्षात् परब्रह्म तस्मै श्री गुरुवे नमः। ब्रह्मा मुरारि त्रिपुरान्तकारी भानुः शशि भूमिसुतो बुधश्च शुक्रः शनिराहुकेतवः सर्वे ग्रहा शान्तिकरा। साई नमः। नमस्कार दर्शकबिनहरू, स्वदेश र विदेश संसारको कुनामा छरिएर बस्नुहुने सम्पूर्ण बुबाआमा दाजुभाइ दिदीबहिनीहरू जति पनि हुनुहुन्छ यहाँहरूप्रति मेरो हार्दिक नमन र हार्दिक स्वागत छ। दर्शकबिनहरू, हाम्रो एस्ट्रो एनपी युट्युब च्यानलमा तपाईँ नयाँ हुनुहुन्छ र पहिलोपटक भिजिट गर्दै हुनुहुन्छ भने हाम्रो एस्ट्रो एनपी युट्युब च्यानललाई सब्सक्राइब गर्दैन म विनम्र अनुरोध गर्दछु। हाम्रो यस युट्युब च्यानल मार्फत तपाईँलाई विभिन्न वास्तु दोष, सपनाको फलको बारेमा, राशिको बारेमा विभिन्न जानकारीहरू सदाबार मैले लिएर यहाँ उपस्थित हुनेछु र यहाँहरूलाई यदि हाम्रो युट्युब च्यानलमा तपाईँ नयाँ हुनुहुन्छ, पहिलोपटक भिजिट गर्दै हुनुहुन्छ भने नयाँ सालको पनि म हार्दिक मङ्गलमय शुभकामना टक्राउन चाहन्छु। सुस्वास्थ्य दीर्घायुको कामना, 33 कोटी देवता कुलपितृहरू सम्पूर्ण भगवानले तपाईँलाई सदा रक्षा गरून्, तपाईको जीवनमा आँटे ताकेको पूर्ण होस्। र दर्शकबिनहरू, भिडियो कुन देशबाट, कुन ठाउँबाट, कहाँबाट तपाईँहरू हेर्दै हुनुहुन्छ यो कमेन्ट बक्समा कमेन्ट गरिदिन म विनम्र अनुरोध गर्दछु। र आजको मुख्य टिप्स, मैले यदि तपाईँले यस्ता सपनाहरू देख्नुभयो भने भुलेर पनि कसैलाई नसुनाउनु होला यी सपनाहरू तपाईँले, किनकि महत्त्वपूर्ण सपनाहरूको बारेमा यस्ता सपना देख्नुभयो भने रातारात तपाईँ करोडपति या अरबपति बन्न सक्नुहुन्छ र जीवन परिवर्तन हुन सक्छ। आज यस्ता मुख्य रूपबाट मैले 13वटा सपना जुन तपाईँको जीवन परिवर्तन गर्न सक्छ, तपाईँलाई गरिबबाट राजा बनाउन सक्छ, रोडपतिबाट करोडपति बनाउन सक्छ, भाग्य तपाईँको लागि परिवर्तन हुन सक्छ। र आज यस्ता सपनाको बारेमा मैले तपाईँको बीचमा लिएर उपस्थित भइसकेको छु। भिडियो कुन देशबाट, कुन ठाउँबाट, कहाँबाट हेर्दै हुन्छ फेरि पनि कमेन्ट बक्समा कमेन्ट गरिदिनु होला। दर्शकबिनहरू, यहाँ आउनुहोस्, हामी सबैभन्दा पहिला यहाँहरूको बारेमा कुरा गर्नेछौँ। यदि तपाईँले सपनामा कुनै पनि व्यक्तिले कसैले गाई, भैँसी, घोडा, देवी देवता, मठ मन्दिर, भूत प्रेत, राक्षसहरू देख्ने, पहाड चढेको देख्ने, समुद्र देख्ने, पानी देख्ने, हिलो देख्ने आदि भयानक सपना, डरलाग्दा सपना, कसैले रोमान्स सपना, कसैले डान्स गीत, नाच गीतहरू आदि गरेको सपनाहरू, हरेक सपनाहरू देख्ने गर्छन्। तर सपना देख्नु नदेख्नुमा कसैको हात छैन, कसैको पनि हात हुँदैन। कसैले सुत्ने बित्तिकै सपना देख्छन् भने, कसैले पुरा रातमा पनि एउटा सपना समेत देख्दैनन् भने, कसैले रातभरिमा कयौँ सपना देख्ने गर्दछन्। र सपना शास्त्र अनुसार सपना आउने धेरै चिजहरू थुप्रै सङ्केत गर्ने गर्दछ। र आज म यस्ता विशेष रूपमा यी 13वटा सपनाले मानव जीवनलाई परिवर्तन गर्न सक्छ। र यी 13 सपना देख्नुभयो भने कसैलाई पनि नसुनाउनुहोस्, कसैलाई पनि नभन्नुहोस्। र दर्शकबिनहरू, यस्ता कुन कुन सपना हुन् आज म यसको विशेष कुरा गर्नेछु तपाईँलाई 1 नम्बरदेखि 13 नम्बरसम्ममा। दर्शकबिनहरू, 1 नम्बरमा सपनामा छ, यदि तपाईँले सपनामा तपाईले एउटा सबैभन्दा पहिला कुनै देवी देवता देख्नुभयो भने यो निकै शुभ मानिन्छ। तपाईको जीवनमा नयाँ परिवर्तन, नयाँ खुसी, नयाँ शान्ति, समृद्धि, सफलता, हरेक दुःख कष्टहरू अन्त हुनेछन्। र सपनामा भगवान देख्नु भनेको सम्पूर्ण रोकिएका कामहरू बन्ने र जीवनमा छुट्टै प्रगति गर्ने, उन्नति गर्ने, नयाँ जीवनको प्रारम्भ हुनेछ। हर आँटे र ताकेका काम र कर्महरू तपाईँका पूर्ण भएर जानेछन् र समृद्धि प्राप्ति हुनेछ। हर दुःख, कष्ट, भय, रोग, ऋण, शत्रुबाट विजय प्राप्ति गर्न सक्नुहुनेछ। र यदि तपाईँले सपनामा कुनै देवी देवता देख्नुभयो भने यो तपाईँको एउटा नयाँ जीवन र नयाँ परिवर्तनको योग हो। र यदि देख्नुभयो भने अत्यन्त शुभ मानिन्छ। दर्शकबिनहरू, यदि तपाईँले सपनामा कुनै नृत्य गरेको महिलाहरूलाई, कन्याहरूलाई देख्नुभयो भने अत्याधिक लाभ हुने र अत्याधिक शुभ फल प्राप्ति हुने योग हो। र यस्तो सपनाले जीवनमा अथात् सम्पत्ति निम्ताउने विश्वास गरिन्छ। जो सोच्दै नसोचेको भाग्य चिट्टा, लटरीको योगहरू, धन प्राप्तिको योगहरू, धन सम्पन्नको योगहरू विश्वास गरिन्छ। यदि सपनामा तपाईँले कुनै किङफिसर चरो देख्नुभयो भने यो किङफिसर चरो देख्नु भनेको भविष्यमा जतिसुकै सङ्कट आए पनि समग्रमा यी सङ्कटहरू हटेर धन, दौलत, समृद्धि, सफलता, आर्थिक जुन क्षेत्र हो तपाईको बलियो हुने गर्दछ। धन दौलतहरू प्राप्ति गर्नुहुनेछ। भाग्यको साथ तपाईलाई सदा प्राप्ति हुने गर्दछ। जुन आँटे ताकेका कुराहरू तपाईलाई पूर्ण रूपमा प्राप्ति हुनेछन् र जीवनमा अथात् सम्पत्तिहरू
प्राप्त गर्न सक्नुहुनेछ र त्यो कारणले गर्दाखेरि यदि यस्तो देख्नुभयो भने तपाईको लागि यो शुभ मानिन्छ। यदि सपनामा कुनै मुसा देख्नुभयो भने यो अत्याधिक शुभ हो, किनकि यहाँ भगवान श्री गणेशको वाहन हुन् र यसै गरी मुसा देख्नु भनेको हरेक यो एउटा आर्थिक सङ्कटहरू हटेर धनको वृद्धि हुनु, सम्पत्ति प्राप्ति हुनु, लाभ हुनु, सुख प्राप्ति हुनु, राज्य पद प्रतिष्ठा प्राप्ति हुनु, सिंहासनमा बैठ्नु, उच्च पदमा बैठ्नु यो अत्यन्त शुभ है शुभ मानिन्छ। र दर्शकबिनहरू यस्तो सपना देख्नुभयो भने तपाईको भाग्य उदय हुँदैछ। जीवनमा आर्थिक समस्याहरू सदाबारको लागि हटेर जानेछन्। सपनामा कदमको तपाईले कुनै पनि कदमको रुख देख्नुभयो भने यो जीवनकै सर्वश्रेष्ठ शुभ मानिन्छ। जो संसारमा यस्तो एक दुई व्यक्तिले मात्रै देख्ने गर्छन्, अत्यन्त भाग्यमानीले देख्ने गर्छ। सपनामा रुखलाई देख्दा सम्पत्तिको आगमन हुनु साथसाथै स्वास्थ्यमा पनि लाभ पुग्दछ, धन र दौलतको लाभ हुने गर्दछ, जीवन परिवर्तन हुने गर्दछ। यदि सपनामा बारम्बार तपाईले मरेको पन्छी देख्नुभयो, मरेको पन्छी देख्दाखेरि निकट भविष्यमा खुसीको खबर निम्ताउने आर्थिक लाभ हुने हो। सपनामा मरेको पन्छी देख्नु अत्यन्त शुभ मानिन्छ र धन दौलतको योग मानिन्छ। अपार रूपमा धन दौलतहरू प्राप्ति हुन्छ। यसै गरी दर्शकबिनहरू सपनामा यदि कसैले न्याउरी मुसो देख्छ भने उस व्यक्तिलाई जीवनभरि धन, सुख, शान्ति, समृद्धि, सफलता, राज्य, पद प्रतिष्ठा आदि अपार रूपमा प्राप्ति गर्छ। उस व्यक्तिलाई सुनको अभाव कहिल्यै पनि हुँदैन र यसमा चाहिँ तपाईलाई अपार रूपमा कहीँ न कहीँबाट भाग्यचिट्टाको योग, धनको योग, समृद्धिको योगहरू, लाभका योगहरू, प्रसिद्ध योगहरू प्राप्ति हुने गर्दछन् र यो पनि अत्यन्त खुसीको खबर हो र शुभ फलको प्राप्तिको योगहरू हो। र दर्शकबिनहरू यदि तपाईले सपनामा यी चीज देख्नुभयो भने कसैलाई पनि नसुनाउनु होला। यदि सपनामा तपाईले मौरी देख्नुभयो, सपनामा मौरी देख्नु भनेको आर्थिक सङ्कटहरू हट्नु, धनको वृद्धि हुनु, धन सम्पत्ति प्राप्त गर्नु, साथै स्वास्थ्यमा सुधार हुनु अत्यन्त विश्वास गरिन्छ। यहाँहरूको स्वास्थ्य राम्रो हुन्छ, जीवनभरि धन र दौलतको प्राप्ति हुन्छ, विभिन्न बाधाहरू हटेर जाने गर्दछन्, जीवन खुसीमय बित्ने गर्दछ, हर कार्यमा तपाईलाई सफलता मिल्छ भने। यसै गरी सपनामा कसैले आमलाको बुट्टा देख्यो भने आमलाको बिरुवा देख्नु, बुटो देख्नु भनेको यहाँहरूको लागि जीवनभरि, अनि कमलको फूल देख्नु, आमलाको बुटो देख्नु भनेको यस्ता व्यक्तिमा निकट भविष्यमा तपाईँ राजा पद प्रतिष्ठा प्राप्ति गर्न सक्नुहुन्छ, अपार रूपमा धन सम्पत्ति प्राप्त गर्न सक्नुहुन्छ र तपाईलाई यो शुभ मानिन्छ। सपनाले निकट भविष्यको लागि सम्बन्धी तपाईलाई पैसाको समस्या हटेर धन लाभ हुने शुभ मानिन्छ, धन र समृद्धिको वृद्धि हुने मानिन्छ भने सपनामा यो सपना देख्नुभयो भने कसैलाई पनि नसुनाउनुहोस्। सपनामा तपाईले आफ्नो औँठी देख्नु राम्रो सङ्केत हो। यस्तो सपनाले निकट भविष्यमा धन प्राप्ति हुने गर्दछ, वृद्धि हुने गर्दछ, आँटे ताकेका सम्पूर्ण कामहरू पूर्ण हुने गर्दछन् र यो पनि अत्यन्त शुभ है शुभ मानिन्छ। यसै गरी सपनामा तपाईले कुनै गाई देख्नुभयो भने यहाँ 33 कोटी देवताको वास हुने कारणले, लक्ष्मी माताको साक्षात रूप मान्नेको कारणले हिन्दू धर्मशास्त्रमा गाई देख्नु भनेको अत्यन्त शुभ हो। गौमातालाई देख्नु भनेको लक्ष्मीको रूपमा पुजिने गरिन्छ, जो भविष्यमा निकटमा तपाईका दुःख हरण भएर धनको वृद्धि, सुख वृद्धि, सम्पत्ति प्राप्ति, लाभहरू आदि सम्पूर्ण कुराहरू तपाईको जीवनमा मिल्ने गर्छन्। भाग्यको साथ तपाईलाई प्राप्ति हुने गर्दछ। हर इच्छा अनि मनोकामनाहरू तपाईका पूर्ण भएर जान्छन् र यो अत्यन्त शुभ योग हो। यदि तपाईले यो सपना देख्नुभयो भने निकट भविष्यमा तपाईको लागि अत्यन्त उत्तम मानिन्छ। र दर्शकबिनहरू यो सपना तपाईले देख्नुभयो भने कसैलाई पनि नसुनाउनुहोस्, कसैलाई पनि नभन्नुहोस्, किनकि यो सपनाले भविष्यमा निकट भविष्यमा तपाईको लागि एउटा राम्रो योग बनाउने र धन प्राप्त गराउने गर्दछ। यसै गरी सपनामा कुनै तपाईले यसै गरी हात्ती या घोडा देख्नुभयो भने यो निकट भविष्यमा तपाईँ उच्च पद प्रतिष्ठा, मान सम्मान, राजपद प्रतिष्ठा आदि प्राप्त गर्ने सङ्केत गर्ने गर्दछ। यस्ता व्यक्तिलाई जीवन भविष्यमा निकट भविष्यमा शत्रु नाश भएर धनको वृद्धिहरू, शुभ सङ्केतहरू आदि सम्पत्तिहरू प्राप्त गर्न सक्नुहुन्छ। र त्यो कारणले गर्दा हात्ती घोडा देख्नुभयो भने सपनामा अति शुभ ही शुभ मानिन्छ। यदि सपनामा तपाईले सर्प या कालो बिच्छी देख्नुभयो भने आर्थिक सङ्कटहरू हटेर जानेछन् र सर्प कई प्रकारको हुने गर्छ। यदि सेतो सर्प अझ देखियो भने अत्याधिक धन लाभ हुने गर्दछ भने
यसै गरी तपाईको विभिन्न क्षेत्रमा धनलाभ हुनुका साथसाथ अपार रूपमा तपाईको वृद्धि हुने गर्दछ र त्यो कारणले दर्शकबिनहरू यो भिडियो अत्यन्त महत्त्वपूर्ण छ। यस्ता सपना देख्नुभयो भने कहिल्यै पनि जीवनमा आतिएर आफ्ना कुराहरू अरूलाई सेयर नगर्नुहोस्, नभन्नुहोस्। यो शुभ सपना हो जसले तपाईको भाग्यलाई परिवर्तन गर्न सक्छ र मैले यहाँ विशेष गरेर तपाईको बीचमा यो सपनाको बारेमा लिएर उपस्थित भएको थिएँ। भिडियो कुन देशबाट, कुन ठाउँबाट, कहाँबाट तपाईहरू हेर्दै हुनुहुन्छ कमेन्ट बक्समा कमेन्ट गर्दिन म विनम्र अनुरोध गर्दछु। भिडियोलाई सेयर, लाइक, कमेन्ट गरिदिनु होला र नमस्ते दर्शकबिनहरू, राधे राधे, ओम नमः शिवाय। ओम श्री गणेशाय गुरुर्विष्णु गुरुर्देवो महेश्वरा गुरुर्साक्षात् परब्रह्म तस्मै श्री गुरुवे नमः।